यो भिडियोमा मैले तपाईँहरूलाई जस्तो कम्प्युटरमा विभिन्न किसिमका फाइलहरू हुन्छन् हैन, विभिन्न किसिमको फोटोहरू हुन्छ, विभिन्न किसिमका डकुमेन्टहरू हुन्छन् हैन, ती डकुमेन्टहरू हामीले जान्दै कहिले नजान्दै र कहिले बाई मिस्टेक हैन कसैले केही गरी हामी डिलिट गर्छौँ हैन, त्यो डिलिट गरेको फाइलहरूलाई अब कसरी फेरि फिर्ता ल्याउने भन्ने बारे आज तपाईँहरूलाई मैले जानकारी गराउँदैछु। गर्न चाहिँ विभिन्न मेथडहरू छन् हैन, त्यसमध्ये मैले तपाईँलाई आज एउटा सिम्पल र सजिलो खालको तरिकाबाट सिकाउँदैछु हैन। त्यो मैले चाहिँ यहाँ तपाईँलाई के एउटा सफ्टवेयर नै युज गरेर गर्न सिकाउँदैछु हैन, तपाईँले धैर्य गरेर हेरिदिनु होला। अब मैले तपाईँलाई सबभन्दा पहिला एउटा इक्जाम्पलको लागि हैन, मसित विभिन्न किसिमका फाइलहरू होला नि हैन, अब मैले तपाईँलाई इक्जाम्पलको लागि जस्तो मसित अहिले एउटा माई कम्प्युटरभित्र हैन, ई ड्राइभभित्र हैन, अब यहाँ एउटा हेर्नुहोस् त युएस भिजिट फोटो जानेको छ। यो म 3-4 महिना अगाडि हैन यो अमेरिका गएको बेला खिचेको फोटोहरू छ र मेरो यहाँ डकुमेन्टहरू छ। जस्तो यहाँ सम्झनको लागि हैन, अब यो हेर्नुहोस् त फोटो जस्तो मैले यहाँ खोलेँ भने हैन, अब यो वे टु डल्लास एयरपोर्ट हैन, अनि यो युनिक युनाइटेड स्टेटको युनिक स्कुल बस हैन, यस्ता फोटोहरू मसँग छ हैन। अब यो मैले एकछिनको लागि सपोज तपाईँको लागि यहाँ इक्जाम्पलको देखाउनको लागि मैले यसलाई अब डिलिट गरेँ, हेर्नुहोस् त डिलिट भरे, ल यो पनि डिलिट गरेँ। अनि यहाँ रिसाइकल बिनबाट पनि अब मैले चाहिँ नि यसलाई इम्प्टी गरेँ। ल भनेपछि मेरो फाइल अब एकछिनको लागि सडेन, अब मैले हटाएँ हैन। अब यसलाई मैले कसरी रिकभर गर्ने भन्ने कुरा इम्पोर्टेन्ट छ हैन, मलाई एकदम चाहिएको हुनसक्छ त्यो बेलामा हैन, कसरी त अब मैले त्यसलाई फेरि रिकभर गर्ने भन्ने कुरा यहाँ मैले तपाईँलाई अब जानकारी गराउँदैछु। यसको लागि सबभन्दा पहिला एउटा सफ्टवेयर चाहिँ युज गर्नुपर्ने हुन्छ। यो सफ्टवेयरको नाम चाहिँ रिकुभा हैन। अब तपाईँले यो कम्प्युटरमा यो ब्राउजरमा जहाँ सर्च गरे पनि हुन्छ हैन, रिकुभा भन्ने। अब मैले चाहिँ यहाँ सबभन्दा राम्रो भेटाएको भनेको यो हेर्नुहोस् त, अब जस्तो यो यहाँ मैले कपी गरेँ www.pirifom.com अनि रिकुभा हैन, यो चाहिँ तपाईँले अब टाइप गर्नु पर्यो हैन। अनि टाइप गरिसकेपछि हैन यहाँ हेर्नुहोस् त डाउनलोड अप्सन छ, अनि बाइना भन्छ, बाइना हामी पर्दैन। ल मैले यहाँ डाउनलोड गरेँ हेर्नुहोस् त, अनि डाउनलोड गर्दाखेरि यहाँ हेर्नुहोस् त यस्तो आउँछ है, यो एउटा किन्न पर्ने एउटा नकिनिकन हेर्नुहोस् है। अब नकिनिकन यो गर्दाखेरि हामीले यो यसबाट पिआइआरआईबाट गरेको हुनाले यो एफआइएल माथिल्लो नगरेर हैन यहाँ तल्लो चाहिँ पिआरआईमा क्लिक गर्नु होला हैन। अनि यहाँ सब्सक्राइब भन्छ के भन्छ, अब यो सब्सक्राइब नगरे पनि हुन्छ, स्टार्ट डाउनलोड अटोमेटिक हुन्छ क्या। अब यहाँ हेर्नुहोस् त अटोमेटिक यहाँ चाहिँ तपाईँको डाउनलोड यो फाइल चाहिँ डाउनलोड भएर आयो हैन। फाइल डाउनलोड भइसकेपछि यसलाई डबल क्लिक गर्नुहोस् हैन। अब यसलाई रन गर्नुहोस् हैन, एकदम छिटो रन हुन्छ, यो सामान्य एकदम हो। अब यो डेस्कटपहरू छन् यो सबलाई गर्नुहोस् हैन, डिफल्ट नै राखिदिनुहोस् हैन। ल अब यो फिनिस सकियो, हेर्नुहोस् त यति सिम्पल छ। अनि त्यो सकिसकेपछि हैन उसले के गर्छ भन्नुहुन्छ भने हैन, अब वेलकम गर्यो क्या उसले। अब तपाईँले के गर्नुहोस् भन्दाखेरि नेक्स्ट गर्नुहोस् हैन। अब हामीलाई के चाहिएको छ अल फाइल्स हैन, त्यहाँ अल फाइल्स भनेको सबै तपाईँको जे पनि हुनसक्छ हैन, फोटो पनि हुनसक्छ, डकुमेन्ट पनि हुनसक्छ, अरू विभिन्न किसिमको फोल्डर फाइल्सहरू हुनसक्छ। नेक्स्ट गर्नुहोस् हैन। अब तपाईँलाई कुन फाइल हो भने त आफूलाई थाहा नहुनसक्छ, त एक्ज्याक्टली यही फाइल हो भने त्यही भएर आइएम नट स्योरमा ठिक छ हैन। नेक्स्ट गर्नुहोस् हैन। अब स्टार्ट गरिदिनुहोस् हैन। अब उसले डिटेक्ट गर्न थाल्छ क्या हैन। अब उसले तपाईँको सबैतिर भएको फाइलहरूलाई डिटेक्ट गरिदिन्छ। अब एकछिन कुर्न पर्ने हुन्छ यस्तो बेला, र यसले डिटेक्ट गरेर हेर्नुहोस् त, डिटेक्ट गरेर अब यहाँ विभिन्न किसिमको फाइलहरू चाहिँ देखाउँछ। अब यसरी हेर्दा अलिकति अप्ठ्यारो हुनसक्छ हैन, त्यही भएर अब यो स्विच टु एडभान्स मोडमा क्लिक गरिदिनुहोस् हैन। अब यो स्विच टु एडभान्स मोडमा क्लिक गरेपछि अब यहाँ यसले सबै तपाईँको त्यो तपाईँको डिलिट गरेका फाइलहरू सब उसले स्क्यान गरेर देखायो हैन। हामीलाई चाहियो के भन्दाखेरि जस्तो मैले अहिले तपाईँलाई इक्जाम्पलको लागि मैले ई ड्राइभमा अहिले गरेको थिएँ हैन। अब मैले यहाँ हेर्नुहोस् त फाइल हेर्छु, जस्तै ई ड्राइभमा गएँ म हैन। अब ई ड्राइभमा जान बित्तिकै ई ड्राइभमा मात्र स्क्यान गर्न भन्छु कि मैले। ल हेर्नुहोस् त ई ड्राइभमा मात्र स्क्यान गरेको उसले यस्तो फाइलहरू देखायो। ई ड्राइभमा मैले अहिले डिलिट गरेको तपाईँलाई भनेको थिएँ हैन। हेर्नुहोस् त यो एउटा दुईवटा फाइलहरू छन् हैन, यो फोटोहरू छ भनेर हैन। अब यिनीहरूलाई मैले के गर्छु भन्नुहुन्छ भने रिकभर गर्छु एकछिनको लागि है। ल यति फाइललाई मैले क्लिक गरेँ हैन। अब मैले यो यिनीहरूलाई रिकभर गर्छु हैन। रिकभर गर्नको लागि रिकभर भनेर गरेँ हैन। अब माई कम्प्युटरको ई ड्राइभमा गएर हैन, अब मैले एउटा फोल्डर बनाउँछु ल यहाँ रिकभर फाइल भनेर हैन। अब ओके गरिदिनुहोस् हैन। हैन अब यो ओके फाइलभित्र तपाईँको के भयो भन्दाखेरि 6वटा फाइलहरू चाहिँ मैले अहिले त्यो डिलिट गरेको फाइलहरूलाई चाहिँ रिकभर गरेँ। अब हेर्न जाउँ एकचोटि, हेरौँ हैन। अब ई ड्राइभमा हैन, अब रिकभर फाइल भनेर यहाँ छ हेर्नुहोस् त। रिकभर फाइलमा अहिले मैले भने नि जस्तो हेर्नुहोस् त, यो मैले खिचेको फोटोलाई हेर्नुहोस् त, वासिङटन डिसीमा डल्लास एयरपोर्ट जाने फोटो, यो मैले डिलिट गरेको थिएँ अब आयो हैन। त्यस्तै अब युनिक बस हैन, वासिङटन डिसीको स्कुल बस, अनि अरू फोटोहरू हैन, अनि यो फाइलहरू सबै फिर्ता आयो। र यसरी चाहिँ हामीले के गर्छौँ भन्दाखेरि अब कहिले कहिले बाई मिस्टेक डिलिट गरेको फाइलहरूलाई पनि हामीले गर्न सक्छौँ। यति नै हो। अब तपाईँले पनि ट्राई गर्नुहोस् हैन, प्रयोग गर्नुहोस् एकचोटि, आफै डिलिट गरेर एउटा फाइल बनाउनुहोस्, डिलिट गर्नुहोस् हैन, आफै प्रयोग गर्नुहोस् र तपाईँले पनि गर्न सक्नुहुन्छ। र तपाईँले अब यो सब्सक्राइब र लाइक गरिदिँदै गर्नुहोस् हैन, मैले नयाँ नयाँ जानकारीहरू लिएर आउने नै छु। हस् त, धन्यवाद।